हेलो, गुड इभिनिङ एभ्रिवान। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। सो हामीले के गरेको थियो भन्दाखेरि पर्फेक्ट सिभिल इन्जिनियरिङको सेसनहरू अब चल्दैछ। सो पर्फेक्ट सिभिल इन्जिनियरिङमा हामीले चाहिँ योभन्दा अघि चाहिँ डेमो भिडियोको लागि डायटको कुरा गर्ने भनेको थियौँ हो। अब यो डायटको कुरामा के हुन्छ भने यो पर्फेक्ट सिभिल इन्जिनियर अथवा सिभिल इन्जिनियरको बेसिक इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स र मसिन कम्बाइन भएको जुन एउटा हाम्रो सब्जेक्ट छ त्यसको बारेमा हामी चाहिँ इलेक्ट्रोनिक्स पोर्सनको डायोड भन्नेको कुरा गर्ने भनेको थियो। यो डायोड भनेको के हो? एउटा सेमिकन्डक्टर मटेरियल हो। के हो? सेमिकन्डक्टर मटेरियल हो। सो यो सेमिकन्डक्टर मटेरियल के हो त भन्दाखेरि यो सेमिकन्डक्टर मटेरियल भनेको एउटा त्यस्तो मटेरियल हो जुन बिना चाहिँ पुरै इलेक्ट्रोनिक्स के छ भन्दाखेरि इलेक्ट्रोनिक्स अधुरो छ। के छ? सबै इलेक्ट्रोनिक्स अधुरो छ। जस्तै एज युजुअल मैले अस्ति सर्किटमा युज हुने डायोडको कुरा गरेँ। अर्को भन्छु म बिजेटी। बिजेटी भनेको बाइपोलार जङ्सन ट्रान्जिस्टर भनेर भन्छ। तपाईँले कता कता चाहिँ ख्याल गर्नुभयो भने एउटा यो यस्तो कालो, यो कालो भएको है, यो कालो भएको अनि चाहिँ यसको 3वटा खुट्टा भएको देख्नुहुन्छ होला है। यो के हुन्छ त भन्दाखेरि डिफ्रेन्ट हुन्छ। कोही सेन्सरको पनि त्यो यस्तो हुन्छ। यसलाई बेस हुन्छ, यहाँ इमिटर हुन्छ, यहाँ कलेक्टर हुन्छ है। बिजेटी भनेको के हो? करेन्ट कन्ट्रोलर डिभाइस हो, जुन चाहिँ हामी के गर्छौँ त भन्दाखेरि पछि पछि के गर्छ त भन्दाखेरि हामी कुराकानी गर्छौँ है। पछि त्यसको बारेमा हामी कुराकानी गर्छौँ। सो अहिलेलाई के बुझौँ त भन्दाखेरि हामीले सेमिकन्डक्टर मटेरियल्स त बुझ्नु पर्यो। अब सेमिकन्डक्टर मटेरियल्स नबुझिकन हामी डायोडमा गएर केही फाइदा छैन। सो हामी चाहिँ पहिला के गरौँ त भन्दाखेरि सेमिकन्डक्टर मटेरियल्सको बारेमा थोरै बुझौँ है त। सेमिकन्डक्टर मटेरियल्स बुझ्नुभन्दा अघि हामी सेमिकन्डक्टर फिजिक्सको बारेमा बुझ्नुपर्छ। अब त्यो कुरा पनि छोडेर के गर्नुहोस् त भन्दाखेरि जे कुराको लागि पनि अब के हुन्छ त भन्दाखेरि सेमिकन्डक्टर मटेरियल्समा है हेर्नु त इलेक्ट्रोनिक्स भनेपछि पक्कै पनि कन्डक्टिभिटीको कुरा आउँछ। कन्डक्टिभिटी भनेको के हो? तपाईँले कता कता चाहिँ कन्डक्टिभिटी भनेको के हो त भन्दाखेरि द्याट इज फ्लो अफ इलेक्ट्रोन चाहिँ कति मजाले एक ठाउँदेखि अर्को ठाउँमा के हुन्छ फ्लो अफ इलेक्ट्रोन हुन सक्ने क्षमता बुझाउँछ। जस्तै कन्डक्टिभिटीको लागि फर्मुला भनेको 1/r भनेर भनौँ, जुन रेजिस्टेन्स हो। यसलाई के भनिन्छ भन्दा द्याट इज साइमेन्स पर मिटर भनेर भनौँ। के भनौँ? साइमेन्स पर मिटर भनेर भनौँ है, METAR। र यसको सर्ट फर्म भनेको एस पर मिटर हो। सो अन द बेसिस अफ कन्डक्टिभिटीमा के गरिन्छ भन्दा अन द बेसिस अफ कन्डक्टिभिटी के भयो? कन्डक्टिभिटी। सो कन्डक्टिभिटी So, conductivity. Materials are classified into three types. Materials are classified into three types है। के अरे? 3वटा टाइपमा डिभाइड गरिन्छ। अब म चाहिँ थोरै मात्र भन्छु, तपाईँहरूले आफूहरूले जनरली वेमा पढ्दै आउनु भएको होला। त्यसो हुँदाखेरि त्यो के गर्नु पर्दैन त भन्दाखेरि मैले चाहिँ धेरै धाइरहनु पर्ने जस्तो त मलाई लाग्दैन। सो अब भइदियो के भन्दाखेरि हेर्नु है, एउटा के हुन्छ भन्दाखेरि सुरुमा कन्डक्टर भन्ने सुन्नुभएको होला। के भन्दाखेरि कन्डक्टर। सो यो कन्डक्टर भन्ने के हुन्छ त भन्दाखेरि के भयो? कन्डक्टर भन्यो है, सरी है, कन्डक्टर। अर्को हुन्छ सेमिकन्डक्टर। के हुन्छ? सेमिकन्डक्टर हुन्छ, सेमिकन्डक्टर। अर्को हुन्छ के? इन्सुलेटर। म थोरै मात्र इजिली वेमा बुझाइदिन्छु। के हुन्छ त भन्दाखेरि जति पनि फ्लो अफ चार्जेस हुन्छ नि, त्यो फ्लो अफ चार्जेस चाहिँ इजिली हुनसक्छ। के हुनसक्छ? फ्लो अफ चार्जेस चाहिँ के हुनसक्छ भन्दाखेरि इजिली हुनसक्छ भनेको एक ठाउँदेखि अर्को ठाउँमा पास हुने। जस्तै मानौँ मसँग एउटा कुनै एउटा चाहिँ मटेरियल छ अरे। के छ अरे? एउटा मटेरियल छ अरे एउटा है। यो अब मटेरियल जुन पनि हुन पायो। यो मटेरियलमा के हुन्छ त मैले अप्लाइड भोल्टेज सोर्स अरे एउटा चाहिँ डिसी भोल्टेज सोर्स भी भन्ने थिएँ। यहाँ के छ? करेन्ट आई छ। सो आई भनेको के हो भन्दाखेरि तपाईँले कता कता पढ्नुभयो होला? फ्लो अफ करेन्ट हो है। फ्लो अफ करेन्ट अथवा फ्लो अफ चार्जेस हो। के हो? फ्लो अफ चार्जेस हो। सो के हुन्छ त भन्दाखेरि कन्डक्टर भनेको के रहेछ त भन्दाखेरि यसले चाहिँ के गर्दो रहेछ त भन्दाखेरि सजिलैसँग के भयो त भन्दाखेरि इजिली के गर्दो रहेछ त भन्दाखेरि इजिली के गर्दो रहेछ? फ्लो अफ चार्जेस हुन दिँदो रहेछ। फ्लो अफ चार्जेस हुन दिँदो रहेछ है। भने त्यति बेला यो के हो त भन्दाखेरि द्याट इज कन्डक्टर हो। सो कन्डक्टरको कन्डक्टिभिटीलाई मैले जीले एसोसिएट गरेँ र यो जी भनेको के हुँदो रहेछ त भन्दाखेरि एकदमै राम्रो अथवा के हुँदो रहेछ त भन्दाखेरि हाई हुँदो रहेछ। त्यस कारण के भयो? फ्लो अफ चार्जेस पनि इजिली भयो। जस्तै एउटा तपाईँले के पढ्नु भयो होला त भन्दाखेरि द्याट इज मानौँ मसँग कुनै एउटा एटम छ अरे। त्यो एटमको के छ त भन्दाखेरि यहाँ चाहिँ के छ? भ्यालेन्स ब्यान्ड। भ्यालेन्स ब्यान्डमा के छ? नम्बर अफ फ्री इलेक्ट्रोन छ। के छ? नम्बर अफ फ्री इलेक्ट्रोन छ। यो नम्बर अफ फ्री इलेक्ट्रोन्स के भयो त भन्दाखेरि यहाँ चाहिँ एउटा कन्डक्सन प्याड छ। कन्डक्सन ब्यान्ड। यो कन्डक्सन ब्यान्डमा गइसकेपछि के हुन्छ? एज अ मटेरियलले के गर्छ त कन्डक्टरको रूपमा काम गर्छ। विथआउट एनी एनर्जी के हुनसक्छ भन्दाखेरि विथआउट एनी एनर्जी जसमा चाहिँ के हुन्छ? यो बिचको दुईवटा डिस्टेन्सलाई के भन्छ त भन्दा एनर्जी ब्यान्ड ग्याप भन्छ। यो इलेक्ट्रोन सजिलै के गर्न सक्छ भन्दा कन्डक्सन ब्यान्डमा जान सक्छ भने यति बेला यो मटेरियल के देखाउँछ? कन्डक्टिभिटीको अथवा कन्डक्टरको प्रोपर्टी देखाउँछ भनेर बुझौँ। त्यस्तै गरी
एउटा के भयो त भन्दाखेरि सेमिकन्डक्टर मटेरियल छ। यो सेमिकन्डक्टर मटेरियलमा के भयो त भन्दाखेरि मानौँ यस्तै गरी कुनै एउटा एटम छ। त्यो एटममा के छ त भन्दाखेरि फ्री इलेक्ट्रोन्सहरू छ, फ्री इलेक्ट्रोन्सहरू छ। अब यो फ्री इलेक्ट्रोन्सहरू के भयो त भन्दाखेरि यो भ्यालेन्स ब्यान्ड के भयो? यो भ्यालेन्स ब्यान्डदेखि कन्डक्सन ब्यान्डमा जाँदाखेरि के गर्छ त भन्दाखेरि सर्टेन एनर्जी लिन्छ। के गर्छ त भन्दाखेरि सर्टेन एनर्जी जस्तै हिट एनर्जी लिन्छ र यो एनर्जी लिइसकेपछि हुन्छ चाहिँ यो यहाँ भएको फ्री इलेक्ट्रोन्स के गर्छ त भन्दाखेरि यहाँ जान्छ है, यहाँ जान्छ भने यति बेला यसले के गर्न थाल्छ त भन्दाखेरि अब के गर्न थाल्यो भन्दाखेरि एज अ कन्डक्टरको रूपमा काम गर्न थाल्यो। सो के गर्यो त भन्दाखेरि एज अ कन्डक्टरको रूपमा काम गर्न थाल्यो। के भयो? हिट एनर्जी दिइसकेपछि के भयो? हिट एनर्जी दिइसकेपछि। त्यस्तै गरी इन्सुलेटर भनेको के हुन्छ त भन्दाखेरि जति गर्दा पनि के हुँदैन त भन्दाखेरि यो नम्बर अफ फ्री इलेक्ट्रोन्सहरू के हुन सक्दैन त भन्दाखेरि यो कन्डक्सन ब्यान्ड जुन छ यो कन्डक्सन ब्यान्डमा रिच गर्न सक्दैन। के भयो? भ्यालेन्स ब्यान्डबाट कन्डक्सन ब्यान्डमा रिच गर्न सक्दैन। यसमा के हुन्छ? एनर्जी ब्यान्ड ग्याप एकदमै के हुन्छ त भन्दाखेरि हाई हुन्छ। एनर्जी ब्यान्ड ग्याप के हुन्छ? एनर्जी ब्यान्ड ग्याप हाई हुन्छ। सो त्यस कारण के हुन्छ भने नम्बर अफ इलेक्ट्रोन्स यहाँ जान सक्दैन। तर यसमा के हुन्छ त भन्दाखेरि मोडरेट हुन्छ अथवा के हुन्छ त भन्दाखेरि के हुन्छ भन्दाखेरि हिट एनर्जी ट्रान्सफर गर्दा अथवा कुनै एनर्जी दिँदाखेरि के हुन्छ यो फ्री इलेक्ट्रोन्सहरू के हुन सक्छ सजिलै कन्डक्सन ब्यान्डमा जान सक्छ। सो कन्डक्टरको जस्तै इक्जाम्पलको लागि कुरा गर्ने हो भने कता कता तपाईँले कप्पर पनि सुन्नुभएको होला जुन चाहिँ हामीले डेली युजेसमा हेर्छौँ। त्यसपछि अर्को हुन्छ सिलिकन, अर्को हुन्छ फेरि गोल्ड। त्यस्तै गरी सेमी कन्डक्टर, अब कन्डक्टरको कन्डक्टिभिटी त गुड हुन्छ भन्यो भने के हुन्छ त भन्दाखेरि गुड हुन्छ। तर सेमी कन्डक्टरको कन्डक्टिभिटी कहाँ लाइज गर्छ हजुरलाई थाहा छ? सेमी कन्डक्टरको कन्डक्टिभिटी लाइज बिट्विन के हुन्छ? लाइज बिट्विन जहिले पनि के हुन्छ भन्दाखेरि कन्डक्टर र इन्सुलेटरको बिचमा हुन्छ। कन्डक्टर एन्ड इन्सुलेटरको बिचमा हुन्छ है। त्यस्तै गरी अर्को के छ? इन्सुलेटर छ। सो इन्सुलेटरमा के हुने भयो त कन्डक्टिभिटी एकदमै पुअर हुने भयो। के भयो? कन्डक्टिभिटी पुअर हुने भयो। किन पुअर हुने भयो? के भयो त भन्दाखेरि यो एनर्जी ब्यान्ड ग्याप धेरै छ। सो के भयो त भन्दाखेरि पुअर हुने भयो है। सो अब के हुन्छ त भन्दाखेरि यो भइसकेपछि त्यहाँदेखि है अब कन्डक्टिभिटी एकदमै के भयो त भन्दाखेरि पुअर भयो है, एकदमै पुअर भयो। सो अब के गरौँ त भन्दाखेरि हामीले अब एज अ इन्सुलेटरको कुरा गर्ने हो भने इक्जाम्पलमा तपाईँले कता कता सुकेको लौरो सुन्नुभएको छ, द्याट इज ड्राई बोर्ड भनेर भनौँ। के भनौँ? ड्राई बोर्ड। सो छोरै बेसिक नलेजको लागि के गरौँ त भन्दाखेरि बेसिक नलेजको लागि यसको चाहिँ कन्डक्टिभिटीको कुरा हो भने 10⁻⁻14 साइमन्स पर मिटर हुन्छ। त्यसरी कप्परको कुरा गऱ्यो भने द्याट इज 10⁻7 साइमन्स पर मिटर हुन्छ। अब यो भनेको के भयो त भन्दा कन्डक्टिभिटी एकदमै पुअर हुँदो रहेछ जस्तै ड्राइवुड भयो होइन। त्यस्तै गरी अरू पनि हुन्छ, टेफ्लन भन्ने हुन्छ है। यो के भयो? इन्सुलेटरको इक्जाम्पल भयो। अब सेमिकन्डक्टरको कुरा गर्दाखेरि सेमिकन्डक्टरको कन्डक्टिभिटी के हुँदो रहेछ? यहाँ चाहिँ कन्डक्टर र इन्सुलेटरको बिचमा लाइ गर्दो रहेछ। अब मानौँ मसँग त्यही अघिको एउटा सर्किट छ, कुनै एउटा के छ त भन्दाखेरि मटेरियल छ, के छ? सेमिकन्डक्टर मटेरियल छ। यो सेमिकन्डक्टर मटेरियलमा मैले के गर्छु? डिसी भोल्टेज सोर्सलाई एप्लाइड गर्छु। द्याट इज यसको भोल्टेज सोर्स भी एप्लाइड गर्छु भने यो भी एप्लाइड गर्दाखेरि के हुनसक्छ भन्दाखेरि यो सेमिकन्डक्टरले के गर्छ त भन्दाखेरि मोडरेट एमाउन्ट अफ करेन्ट फ्लो गर्नु दिन्छ। के गर्छ? मोडरेट एमाउन्ट अफ करेन्ट। के भयो? यो मटेरियलबाट चाहिँ के गर्छ त भन्दाखेरि मोडरेट एमाउन्ट अफ करेन्ट फ्लो हुने दिन्छ। क्या मोडरेट एमाउन्ट अफ करेन्ट फ्लो हुने दिन्छ। के हुन्छ? मोडरेट एमाउन्ट अफ करेन्ट फ्लो हुन दिन्छ है मटेरियल भन्यो भने है। अब के छ त भन्दाखेरि यो कन्डक्टरमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि सजिलै आफै नै के हुँदो रहेछ त भन्दाखेरि भ्यालेन्स ब्यान्डदेखि कन्डक्सन ब्यान्डसम्म इलेक्ट्रोन जाँदो रहेछ। यसमा के भयो त भन्दाखेरि जति गर्दा नि एउटा गएर मात्र के हुन्छ कन्डक्टिभिटी आउँदैन। त्यस कारण के हुँदो रहेछ यसमा चाहिँ गाह्रो पर्दो रहेछ। तर यो सेमी कन्डक्टर मटेरियल अथवा सेमी कन्डक्टर चाहिँ यस्तो उस हो कि यस्तो मटेरियल हो कि जसमा चाहिँ हामीले डपिङ गरेर डपिङ भनेको के हो त भन्दाखेरि द्याट इज इम्प्युरिटिज। के भयो? इम्प्युरिटिज एटमहरूलाई के अरे एकदमै इम्प्युरिटिज एटमहरूलाई एड गर्ने भन्छ क्या। इम्प्युरिटिज एटम त्यो भनेको के भयो? ट्राइभ्यालेन्ट पनि हुन सक्यो। के भयो? ट्राइभ्यालेन्ट इम्प्युरिटिज एटम पनि भन्न सक्यो। अर्को चाहिँ के हुनसक्छ? पेन्टाभ्यालेन्ट इम्प्युरिटिज एटम है। पेन्टाभ्यालेन्ट इम्प्युरिटिज एटम अरे इम्प्युरिटिज एटमहरूलाई एड गरेर के हुनसक्छ त इम्प्युरिटिज एटमहरूलाई एड गरेर हामीले त्यसको कन्डक्टिभिटीलाई बढाउन अथवा कन्डक्टिभिटीलाई के गर्न सक्छ त भन्दाखेरि इन्क्रिज अथवा डिक्रिज गर्न सक्छौँ। त्यही भएर के भयो त भन्दा यही कन्डक्टिभिटीलाई के भयो त भन्दाखेरि इन्क्रिज अथवा डिक्रिज गराउन सक्ने प्रोपर्टीको कारणले गर्दाखेरि नै यही कन्डक्टिभिटीको प्रोपर्टीमा के भयो त भन्दाखेरि इन्क्रिज अथवा डिक्रिज गराउन सक्ने भएको कारणले गर्दाखेरि हामीले चाहिँ के भयो त भन्दा इलेक्ट्रोनिक डिभाइसेसहरू डिजाइन गर्नको लागि के भयो? इलेक्ट्रोनिक डिभाइसेसहरू डिजाइन गर्नको लागि हामीले के गर्छौँ त भन्दा
सेमिकन्डक्टर डिभाइसको सेमिकन्डक्टर मटेरियलको युज गर्दो रहेछौँ भने है। ल ठिक छ। भनेपछि के भयो त भन्दाखेरि हामीले के बुझ्यो त भन्दाखेरि डायोडको के हुँदो रहेछ सेमिकन्डक्टर मटेरियलले बन्दो रहेछ। अब सेमिकन्डक्टर मटेरियल बुझ्नको लागि हामी के गर्यो त भन्दाखेरि पहिला चाहिँ कन्डक्टिभिटीको कुरा गर्छौँ। कन्डक्टिभिटीको बेसिसमा कुरा गर्दाखेरि के भयो त भन्दाखेरि मटेरियलले के गर्दो रहेछ भन्दाखेरि पहिला 3 टाइपमा डिभाइड गरिदिँदो रहेछ। कुन भयो? एउटा के भयो? कन्डक्टर भयो। त्यस्तै गरी अर्को कुन भयो? सेमिकन्डक्टर भयो। अर्को कुन भयो? इन्सुलेटर भयो। कन्डक्टरमा के हुन्छ? कन्डक्टिभिटी एकदम राम्रो हुन्छ। मतलब के हुन्छ भने इट एलोज टु इजिली फ्लो अफ चार्जेस भनेर भनौँ है। इलेक्ट्रोनलाई के हुन्छ दिन्छ भन्दाखेरि यो मटेरियलदेखि एकदमै सजिलै चाहिँ फ्लो हुन दिन्छ भनेर बुझौँ। त्यस्तै गरी इलेक्ट्रोनलाई के हुन्छ सजिलै नै फ्लो हुन दिन्छ भनेर बुझौँ है। के भयो? सजिलै नै फ्लो हुन दिन्छ भनेर बुझौँ। त्यस्तै गरी सेमिकन्डक्टर मटेरियलको कुरा गर्दाखेरि के हुन्छ भन्दाखेरि भ्यालेन्स ब्यान्डदेखि कन्डक्सन ब्यान्डसम्म जाँदाखेरि हामीले हिट एनर्जी दियो भने यहाँ भएको फ्री इलेक्ट्रोन्सहरू के हुन सक्छ त भन्दाखेरि कन्डक्सन ब्यान्डमा जान सक्दो रहेछ र यसले चाहिँ एज अ कन्डक्टरको रूपमा बिहेभ गर्न थाल्दो रहेछ। त्यस्तै गरी इन्सुलेटरमा के गर्दो रहेछ त भन्दाखेरि एनर्जी ब्यान्ड ग्याप हाई भएको कारणले गर्दाखेरि यसको कन्डक्टिभिटी एकदमै लो हुँदो रहेछ है। जस्तै इक्जाम्पलको लागि ड्राइवुडको कुरा गऱ्यौँ है। त्यस्तै गरी टेफ्लन भनेर भन्छ है, टेफ्लन भनेर भन्छ। त्यस्तै गरी अर्को के भयो त भन्दाखेरि सेमिकन्डक्टर मटेरियलमा डोपिङ गर्न मिल्ने भएको कारणले गर्दाखेरि यसको यही प्रोपर्टीको कारणले गर्दाखेरि सेमिकन्डक्टर मटेरियललाई चाहिँ के गर्दो रहेछ भने विभिन्न इलेक्ट्रोनिक डिभाइसेसहरू डिजाइन गर्नको लागि युज गरिने रहेछ भनेर भन्यो। अब हामी के गर्छौँ भन्दा नेक्स्ट लेक्चरमा सेमिकन्डक्टर मटेरियल्सको बारेमा थोरै बुझ्छौँ के रहेछ कसो रहेछ। त्यसपछि मात्र के गर्छ त भन्दाखेरि डायोडलाई बुझ्न सजिलो हुन्छ है। फेरि हामीले के गरिन्छ भन्दाखेरि सेमिकन्डक्टर बुझ्न सकिएन भने त्यति बेला चाहिँ डायोडको वर्किङ बुझ्न, डायोडले कसरी काम गर्यो भन्ने कुराहरू बुझ्न गाह्रो हुन्छ। सो स्टे ट्युन, स्टे अपडेट। सो के गर्यो त भन्दाखेरि नेक्स्ट भनेको चाहिँ अब के हुन्छ भने सेमिकन्डक्टरको हामी चाहिँ अब सेमिकन्डक्टर कति टाइपको हुन्छ, सेमिकन्डक्टरबाट बनेको इलेक्ट्रोनिक डिभाइस डायोड कसरी काम गर्छ, सेमिकन्डक्टर डिभाइस किन युज भयो है, यसको कारण के थियो भन्ने कुरा हामी नेक्स्ट लेक्चरमा कुरा गर्नेछौँ है त। ल अब सबैजनाले के गर्नु होला त भन्दाखेरि मजाले च्यानललाई सपोर्ट गरिदिनु होला है। एकअर्कालाई साथीलाई चाहिँ हेरै यो छ भनेर चाहिँ बुझाउनु होला है त। ल ठिक छ। ल कतिपय कुराहरू केही यति चाहिँ अब छ भने फिडब्याक दिनु होला, त्यो कुराहरू इम्प्रुभ गर्नेछु है त। थ्याङ्क यू।